कसैले नसोचेको अर्को बोल्ड कदम चाल्दै रकेट गतिमा रहेको बालेन सरकार एकसाथ 6 पूर्व प्रधानमन्त्री र 2 दर्जन मन्त्री जाकिँदै काण्डमा मुछिएका रासोपाकै सांसदलाई पनि कोचिँदैछ जेल। न काखा न पाखा, गलत गर्नेको हुने भयो खेल खतम। रवि लामिछानेले पनि दिए बालेनलाई यति ठूलो कन्फिडेन्स। दशकमा नभएको काम केही दिनमा हुँदैछ तमाम। भ्रष्ट र अपराधीहरूको हुने भयो निद हराम। दशकौंदेखि सिंहदरबारले जोगाएका फाइलहरू अहिले च्यातिँदै छैनन्, पल्टिँदैछन्। 6 जना पूर्व प्रधानमन्त्री, 2 दर्जन मन्त्री र आफ्नै पार्टीका सांसद। गलत गर्ने अब कोही सुरक्षित छैनन्, गलत नगर्ने सबैभन्दा सुरक्षित छन्। यो राज्य सत्ताको शुद्धिकरण हो वा नयाँ युगको खतरनाक सुरुवात? बालुवाटार अहिले पुरानो लयमा छैन। रकेट गतिमा दौडिएको बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाली राजनीतिको त्यो रेड लाइन क्रस गरेको छ जुन छुन यसअघि कसैले हिम्मत गरेका थिएनन्। कुनै समय काठमाडौँको मेयर हुँदा मापदण्ड मिच्ने आफ्नै साथीको रेस्टुरेन्टमा डोजर चलाएका बालेन आज प्रधानमन्त्रीको कुर्सीमा बसेर देशका शक्तिशाली भिआइपीहरूको जग भत्काउँदैछन्। के भइरहेको छ? हल्ला होइन, अब तथ्य सुनौ। एक्सन सुरु भइसकेको छ। एक पूर्व प्रधानमन्त्री, 2 पूर्व मन्त्री र सांसद हिरासतमा पुगिसकेका छन्। पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउबा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, बाबुराम भट्टराई र झलनाथ खनाल विरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पूर्जी जारी गर्ने अन्तिम गृह कार्य भइरहेको छ। भदौ 23 र 24 को जेनजी आन्दोलनपछि शीर्ष नेता र तिनका परिवारको घरमा जलेका नोटका बिटाहरू अब प्रमाण बनेर बिउजिएका छन्। पोखराको फेवाताल अतिक्रमणदेखि लुम्बिनीकी सांसद रेखा शर्माको प्रकरणसम्म पुराना फाइलहरू एकैपटक खोलिएका छन्। गृहमन्त्री सुधन गुरुङले प्रश्न भनेका छन्, कानून भन्दा माथि कोही छैन। आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि छानबिनको डेन्जर जोनमा छन्। 100 दिनको काउन्टडाउन सुरु भएको छ र बालुवाटारबाट सचिवहरूलाई प्रधानमन्त्री बालेनको प्रश्न निर्देशन छ कि काम गर्नुस् कि बाटो छाड्नुस्। मन्त्रीलाई कानून पढाउने होइन, नतिजा दिने हो। मन्त्रीलाई पनि बालेनले नडराइकन काम गर्न र केही परे आफूलाई सम्झिन भनेका छन्। यसपटक प्रधानमन्त्री बालेन यो लडाईँमा एक्लै छैनन्। रासोपा सभापति रवि लामिछानेको दरिलो साथ र बलियो ब्याकअपले बालुवाटारको एक्सनलाई अझ निर्मम र धारिलो बनाएको छ। गल्ती गर्नेलाई पानी मुनि गए पनि नछाड्ने, तर राजनीतिक प्रतिशोधको नाममा निर्दोषलाई नफसाउने। यी 2 नेताको यो साझा र कठोर संकल्पले पुराना शक्तिहरूको निन्द्रा हराम गरिदिएको छ। अपराधीलाई उन्मुक्ति नदिने अडान र न्यायपूर्ण कारबाहीको यो गठजोडले भ्रष्टहरूको मुटु कमाइरहेको छ। यो किन साँच्चै महत्त्वपूर्ण छ? किनकि यसले दशकौंदेखि जरा गाडेको दण्डहीनताको चक्र तोड्दैछ। हिजोसम्म पहुँच र पावरको भरमा कानूनलाई खल्तीमा राख्नेहरू आज त्रासमा छन्। अकुत सम्पत्ति कमाएर रातारात देश छाड्ने तयारीमा रहेकाहरूलाई पानी मुनि गए पनि नछाड्ने सन्देश सरकारले दिएको छ। यसले आम नागरिकमा एउटा गहिरो विश्वास जमाएको छ, न्याय मरेको छैन। यो केवल केही नेतालाई जेल हाल्ने विषय मात्र होइन, यो राज्य सत्ता र भुइँ मान्छे बीच टुटेको विश्वास जोड्ने ऐतिहासिक प्रयास हो। तर यहाँ केही लुकाइएका पाटा पनि छन्। एकसाथ यति धेरै मोर्चामा खडा हुँदा सरकारले संयम र कानूनी प्रक्रियाका छिद्रहरूलाई कति सुरक्षित राखेको छ? के यो विशुद्ध कानूनी राज्यको स्थापना हो या पुराना शक्तिहरूलाई पूर्ण रूपमा विस्थापित गर्ने सुविचारित राजनीतिक अस्त्र? भिआइपीहरूलाई पक्राउ गर्दै गर्दा अदालतमा पुगेर प्रमाणहरू टिक्छन् कि टिक्दैनन्? भोलि यी फाइलहरू अदालतबाट सदर भएनन् भने यो कदम केवल सस्तो लोकप्रियतामा सीमित हुने जोखिम पनि उत्तिकै छ। अर्कोतर्फ आफ्नै पार्टीका सांसदलाई कारबाही गर्ने भनिए पनि के साँच्चै सत्ताको रापले आफ्नालाई जोगाउने त होइन? प्रश्नहरू अनुत्तरित छन्। अब देश कता जाँदैछ? यो समय ताली बजाएर मात्र बस्ने समय होइन। सरकारले आँट गरेको छ, तर लोकतन्त्रमा सरकारको आँटलाई होसले बाँध्नुपर्छ। सडकको भीड र उत्तेजनाले होइन, न्यायिक प्रमाण र विवेकले देशको भविष्य तय गर्नुपर्छ। नागरिकले सुशासनको म्यान्डेट दिएका हुन्, प्रतिशोधको होइन। एउटा पुरानो युग ढल्दैछ, तर नयाँ युगको जग कति बलियो हुन्छ त्यो आज चालिने कदमको कानूनी धरातलले तय गर्नेछ। यो कुनै पुरानो र भ्रष्ट युगको अन्त्य मात्र होइन, यो एउटा यस्तो नयाँ नेपालको भव्य उदय हो जहाँ शक्तिमा बस्नेहरू कानूनसँग डराउनेछन् र हरेक साधारण नागरिकले गर्वका साथ भन्न सक्नेछन्, अब हाम्रो देश साँच्चै बन्दैछ।